तर सिक्रेट रूपमा भित्र गएर तिनजना के गर्छन् मिलजेल टार्गेट भनेको उनीहरू बाँचुन्जेलसम्म एमाले माओवादी काङ्ग्रेस तिनटैले 2 वर्षको 1.5 वर्षको पालै पालो प्रधानमन्त्री खाने त्यो प्रधानमन्त्री खानुन्जेलसम्ममा त्यो के भन्छ प्रधानमन्त्री खानुन्जेलसम्म उनीहरूले आफ्नो मान्छे राख्छ भर्ती गर्छ मन्त्री बनाउँछ त्यो मन्त्री बनाइसकेपछि उनीहरूले आफ्नो कार्यकालमा कति भ्रष्टाचार गर्ने उनीहरूको टार्गेट के गर्नु होइन कि त्यो प्रधानमन्त्री कार्यकाल अवधिमा कति वर्षको चाहिँ बजेट हामीले भ्रष्टाचार गरेर आफ्नो पावर बनाउने त्यसपछि फेरि ओलीलाई दिने अनि फेरि प्रचण्ड अहिले देउवाको पालो थियो खास प्रधानमन्त्री बन्ने अहिले काङ्ग्रेस एमाले मिलेर बहुमत ल्यायो नि फेरि ऊ बन्छ अहिलेको प्रधानमन्त्री को यो शेरबहादुर देउवा अनि त्यसपछि गृहमन्त्री भोगटेरे त्यसलाई त गाला फुट्नी गरेर हान्नु पर्ने गृहमन्त्री भोगटेरे महेश बस्ने यो तीनटा माओवादी काङ्ग्रेस एमाले अछिरे काङ्ग्रेस माओवादी यस्तो काङ्ग्रेस माओवादी एङ्ग्ले तीनजना पार्टी हुन्छ यिनीहरूले नै सरकार चलाउने अनि पालै पालो संसद पनि बिखन यिनीहरूले गर्ने संसद भवन यिनीहरू नै तारिक गर्ने होइन टार्गेटै तीनजनाको पालै पालो ल अनि पर्सेन्टेज छुट्टायो क्या पर्सेन्टेज यिनीहरूको त्यसरी त त्यही पर्सेन्टले गर्दाखेरि त यहाँले विघटन हुन्छ अर्कोसँग गठबन्धन हुन्छ सरकार बन्छ सरकार बनाउँछ चलाउँछ आफ्नो टार्गेट पुग्यो कम्प्लिट भयो भनेपछि अर्कोले एउटा खरो पक्षी उठाएको जस्तो गर्यो फुट्या जस्तो गर्यो अर्कोतिर मिल्यो खायो नाटक अब यो अहिले पछि फागुन 21 पछि पनि चुनाव यस्तै हो सरकार यही तिनटै आउँछ टाउकोमा अब मिल्न लागिरहेछ यिनीहरू मिल्छ मिलेर पछि 16 वटा पार्टी जोड्यो तारा जोडिसक्यो त सबैसँग जोडेर नपुग्ने हो बालेन रवि जब मिल्यो नि त्यसपछि यिनीहरू भुइँचालो भयो अब किनकि अहिलेको अनि कुलमान तीनजना राम्रो राम्रो मान्छे मिलिसकेपछि अब हामी एकजुट भएर नै हाम्रो पत्ता साफ हुन्छ हामी ठाउँमा पुग्दैनौँ यिनीहरू नै हो प्रधानमन्त्री गृहमन्त्री यिनीहरू प्रधानमन्त्री गृहमन्त्री भयो भने त भोलिको दिन हामी जाने हो जेल किनकि बालेन प्रधानमन्त्री रवि गृहमन्त्री भइदिएर भोलिपछि फाइल पल्टाए त कसले रोक्न सक्छ त कसैले रोक्न सक्दैन त्यो केसहरू त्यही भएर यिनीहरूको प्लान भित्रबाट तीनजना एक मुष्ट आउनु खोजिरहेको क्या त्यही भएर अब अहिलेसम्मलाई ठ्याक्क यसै भन्न सकिन्न राष्ट्रपाको अब राम्रै छ अहिलेसम्मको चाहिँ राम्रै छ त्यही पनि अब खुट्टा तान्ने प्रवृत्तिले गर्दाखेरि राष्ट्रपामा नि अहिले अब अलिकति समानुपातिक उसमा चाहिँ विवाद चलिरहेछ त्यो कारणले गर्दाखेरि अझै पनि सत्ता पाउन 2/3 बहुमत ल्याउन चाहिँ गाह्रै देख्छु म चाहिँ किनभनेपछि अब राष्ट्रपाबाट पनि त उठ्ने उम्मेदवारहरू त को छ र अब टाउको तिनवटा बालेन कुलमान रविहरू त भयो उनीहरूको पछि अब उठ्ने मान्छे कस्तो उठाउँछ कुन ठाउँबाट प्रत्यक्षबाट को उठ्ने हो समानुपातिकमा त अब आइसक्यो कुरा काट्ने ठाउँ बनाइसक्यो त्यो हुँदाखेरि अब माओवादी एमाले काङ्ग्रेसको त अब हामी त बाँचुन्जेली घाममै हो पालेको रुखले यो भन्ने मान्छे त अहिले यो सोसल मिडिया जतिले चलाएको छ यिनीहरू त विदेशमा छ नि सबै अब गाउँमा बस्ती बस्तीमा एक्ज्याक्ट झर्ने भोटमा त गाउँमा त यो कसलाई के थाहा छ र रविको हो बालेनको हो हर्कको हो कुलमानको हो बत्ती बालेको मान्छे कुलमान भन्छ अब त्यो चुनावमा उठ्यो त त्यसको ठाउँमा त त्यो उठ्यो कुलमान उठेको ठाउँमा त कुलमानले जित्यो अब अर्को ठाउँमा को उठ्छ झापामा कसको के होला जस्तो लाग्छ खैर अब झापामा बहुमत त अब त्यहीँको नागरिकले एमाले नै भन्छ तर बालेले झापाबाट लड्दैन अरे भन्ने सुन्नमा आयो काठमाडौँ क्षेत्र नम्बर कति कति नम्बरबाट भन्ने सुन्नमा आएको थियो यो सबै यो उसले मिडियाले उचालेको सबै के हेर्ने सबै मिडियाले यही हो के गर्ने कसो गर्ने अब गोर्खामा त उहाँ दानमा त भनिसक्यो उहाँ एकजना त्यो एमाले शङ्कर पोखरेल नै अर्को अनि विष्ट यो अनि विष्ट तिम्रो विचारमा चाहिँ नि प्रष्ट आवाज निकाल न तिम्रो विचार तर्क निकाल भने अनि विष्ट तिम्रो विचारमा चाहिँ अब हाम्रो नेपाली काङ्ग्रेस माओवादी एमाले चाहिँ फेरि एउटै हुने कुरोहरू भइरहेछ नेपाली राजनीतिमा चाहिँ अनि यो विचारमा चाहिँ एउटा सानो विचारधारा राख्थ्यौ त एमाले काङ्ग्रेस माओवादी त एक हुन्छ के यिनीहरू छोड्दैन नि नयाँले त कसरी पछाडो भनेको छ उहाँ नयाँ शक्तिले चाहिँ उचालेर अर्काको खुट्टा तान्ने गरेछ होला त यिनीहरू हुन्छ यिनीहरू त अब यिनीहरूले अब सामपाङहरू मिले हुन्छ अरू साना दलहरू मिले हुन्छ राष्ट्रपासँग सरकार बनाउने नयाँ केही गर्छु भन्ने हो नयाँ उयोहरू मिलेर युवाहरू अनि
हर्क साम्पाङको बारेमा के अलिकति हर्क साम्पाङ पुरै नगर मेरो त गिदी गल्प लिन्छ हर्क साङमा त मलाई त भिडियो हेरेर मेरो त गिदी गल्प लिन्छ गिदी हर्क साङ के गर्ने हो बिस्टेलाई सबैभन्दा हेटेस्ट तेरो चाहिँ मलाई कम्पनी अनि हाम्रो कम्पनीका राईमाइलाहरूले त अनि हर्क साम्पाङलाई नै भोट हाल्नुपर्छ भन्दैछ भन्न बेकार हो के तर साम्पाङले भोट हाल्लान् जित्ला तर जो पहिलाको लोकप्रिय थियो नि त्यो छैन क्या अहिले हर्क साम्पाङ मन जित्नलाई सकेन सकेन पुरानाको विरोध गर्नु कहाँ छ त्यो नयाँले अलिकति केही गर्ला नि युवाहरूले भन्ने ठाउँमा त्यहाँनिरको खुट्टा तानेर अब किसिम गरे के भनियो किसिम गरे ल ठिक छ